all set to go guys, all set to. ठन्डा हालेर हिँड्न छु यसमा सेकेन्ड टाइम बाटोमा कुरा गरेर जानुपर्छ 3 मिटर चेर भन्नु है त कति रहेछ यहाँबाट पछाडि आउँदैछन् त्यो त के छ सोल्टी के छ ल ल आज मजाले रमाइलो गर्नुपर्छ है हो हान्दिएको मैले नि ल ठिक छ ल हजुर खासा हजुर घुम्न सो वाट्सएप एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला है एन्ड यो भिडियो पनि मैले जे एक्सपेक्ट गरेको थिएँ त्यो हुन सकेन अहिले घर आएर साउन्ड हेर्दाखेरि चाहिँ एकदम साउन्ड एकदम बिग्रेको रहेछ है मैले त्यति बेला रेकर्ड गर्दाखेरिको चाहिँ एकदम हुन्छ नि मनै क्या खल्लो भइरहेछ क्या जे सोचेर गएको थिएँ होइन त्यस्तो साउन्डै भेटेन क्या कस्तो एक्साइटेड भएर नयाँ ठाउँ जाँदाखेरि यति एक्साइटेड भएर गएको थिएँ साउन्डै यस्तो बिग्रेको आइदियो रहेछ क्या अनि त्यही भएर यो पछि आएर रेकर्ड गरेर हालेको छु सो तपाईँहरूलाई जति सक्दो इन्टरटेन गर्न खोज्छु यसरी भए पनि सो हामी चाहिँ आज मेरो कलेजको मित्र आर्यन र म मिलेर खासा तातोपानीसम्मको यात्रामा हिँडेका छौँ अहिले चाहिँ बल्खु भन्ने ठाउँमा टक्कसँग पेट्रोल भरियो र यात्रा सुरु गरियो अब चाहिँ हामीले 24.1 किलोमिटर ट्राभल गऱ्यो है हामी सूर्यविनायक भक्तपुर आइपुग्यो त्यो हाम्रो धुलीखेलसम्म चाहिँ लगभग बाटोहरू चाहिँ एकदम उयो छ क्या राम्रो छ खासा जानको लागि चाहिँ काठमाडौँबाट बनेपा धुलीखेल दुलालघाट खाडीचौर हुँदै तातोपानी खासा बजारसम्म पुग्न सकिन्छ है समय बिहानको करिब 8:30 बजेको थियो मौसम निकै चिसो र मेरा हातका औँलाहरूले भन्दै थिए कति चियोले खोजेको नयाँ ठाउँ जान पाउँदा एकातिर मन फुरुङ्ग थियो सानोतिनो चिजको त के परवाह लगभग 30-35 किलोमिटरको हिँडाइपछि चाहिँ हामी बनेपा भर्खरै कटेर 2 किलोमिटर वर आएपछि धुलीखेल आइपुग्यो है यहाँबाट चाहिँ सिन्धुली र हामी जाने गन्तव्य छुट्टिँदो रहेछ यो बाटो चाहिँ मेरो लागि दोस्रो पटक हो पहिले कालिम्पोङको यात्राको लागि पनि यही बाटोबाट आएका थियौँ त्यति बेला चाहिँ मेरो एकदमै मन मिल्ने दाजु माइकल साइक्स दाइसँग आएको थिएँ अहिले नि उहाँलाई निकै सम्झिरहेको छु है मिस यु दाइ भिडियो हेर्नु भएको छ भने एउटा सानो कमेन्ट भाइको लागि छोड्नु होला तातोपानी खासा चाहिँ मेरो लागि दोस्रो चोटि थियो आजभन्दा करिब 13-14 वर्ष पहिले पनि एक्चुअली म सानो छँदा चाहिँ गएको थिएँ आमासँग त्यति बेलाको याद चाहिँ अहिले केवल च्यानलमा आएर झारझार आउने यस्तो त्यस्तो मात्रै याद बाँकी छ त्यतिकै अब सीमित रहेको छ मेरो याद चाहिँ त्यति बेला चाहिँ मलाई याद भएको भनेको चाहिँ पुल छ पुल पारी गएर हामीले सामान यताउता किनेको थियो तातोपानीमा नुहाएको थियौँ त्यति मात्रै याद छ है अरू सबै झारझारमा छ के गर्यो कसो गर्यो एउटा कुरो याद छ हामी राति नै गएर बेलुका त्यही दिन फर्केका थियौँ है माइक्रोमा गएका थियौँ रिजर्भ भएर गएका थियौँ त्यति चाहिँ याद छ मलाई अहिलेसम्म चाहिँ राइड अति नै रमाइलो भइरहेछ है जब धुलीखेलको ओह्रालो कटियो त्यसपछि चाहिँ एकदम रमाइलो लाग्यो त्यही रमाइलो मन लिँदा हामी 5 खल आइपुगेछौँ त अलरेडी गाइस अब चाहिँ हामी 5 खल कटेर आइपुग्यो है एन्ड अल्सो हामीले 55 किलोमिटर जति ट्राभल गऱ्यो एन्ड अझै 70 किलोमिटर बाँकी छ कोदारी चाहिँ कोदारीबाट नै अझै उता जानुपर्छ है त्यही हो अहिलेसम्म चाहिँ बबाल मजा भइरहेछ हात दुख्यो अनि खुट्टा पनि अलिकति बाउडे जस्तो भइरहेको क्या अब चाहिँ हामी दोलाल घाट गएर चाहिँ यस्तो पेट पूजा गर्नु पर्यो भोक लागिरहेछ केही नखाइकन आएको थिएँ त्यही हो गाइस इन्जोय गाइस
कर्नल घाट अब खाना खानु पऱ्यो खाना रोक्नु पऱ्यो सो अगाडि गाइड अहिले त हामी जोरल घाटबाट निस्केको है खाना भर्खर खाइयो टाइम कति भयो 11:30 भयो है हाइडर खुलेर बोल्नु पऱ्यो साउन्ड राम्रो आएर कस्तो तनाव भइरहेको क्या झ्याड आइरहेको रहेछ किन हो कुनै पहिला त यही गरे हो यही सिस्टम हो फेरि पहिला त राम्रो आएको थियो अहिले फेरि झ्याड आउनु थालेको त किन हो दोलल घाटमा ठाउँ हामी त्यस्तै ठाउँमा बसेर हो कि के हो होइन है अब हामी त अब सबै जे छ त्यही भन्नु पऱ्यो नि त होइन आफूले जे गरेको छ त्यही भनेकै हो नि दोलल घाटमा चाहिँ अब त्यस्तो हामी त्यस्तै ठाउँमा बसेर होला सायद अब सबै त्यस्तो नहो भने सक्छ खासै राम्रो चाहिँ लागेन क्या खाना चाहिँ खानाको सिस्टमै त्यही राम्रो लागेन क्या Lights can't stop me. I just hold on for dear life. Yeah, I can't give up this feeling that I get when looking down from the sky. Now with you, now with you, खाडी चौर भन्छ अघिदेखि मैले नाम बिर्सेर खाडी चौरबाट चाहिँ बल्ल खिचिदियो क्या तातो पानी र यता सिन्धुपा के अरे दोलखा थियो यताबाट चाहिँ हामी मेरो काली चाहिँ जान्छौँ है अहेर चाहिँ चाइना बोर्डर 37 किलोमिटर हो पहिरो अब चाहिँ अप्रोच सुरु ल अप्रोच सुरु जिरो पहिरो भनेको ढुङ्गेको पहाड रहेछ नि त त्यो मसिनो पहिला हेर न है होइन अब त आइपुग्न राशि अप्रोच भयो त काम ऊ भएन नि त अब त लगभग आइपुग्न लागिहाल्यो नि त 20-25 किलोमिटर हो बाँकी 25-30 अब त मैले सम्झाउनुसार चाहिँ हाम्रो लेफ्टपट्टि चाहिँ खोला हुनुपर्ने हो क्या लेफ्टपट्टि खोला हुन्छ फेरि उहाँ खासा पुगेको बेलामा चाहिँ फेरि राइटपट्टि नै खोला पर्छ क्या आफ्नो चाहिँ लेफ्टपट्टि परेर अलिकति अप्रोच जानु पर्थ्यो होइन पहिला जुन जति मैले सम्झेको छु त्यही हिसाबले भन्दाखेरि चाहिँ म बच्चा भयो भने दिमाग चाहिँ टेबलबाट हो कि भन्छु हामी 12 बजे पुग्यो 12 बजे कटिसकेपछि चाहिँ मलाई बाटो हेर्दाखेरि चाहिँ अस्ति नै हामी मेरो पहिलाको भिडियो कसले हेर्नु भएको छ है उहाँलाई थाहा छ केही भन्नै पर्दैन हामी लमजुङ ट्रिपको गएको थियौँ नि 14-15 दिनको लागि लमजुङ पोखरा चितवन होइन कता कता बागलुङ धेरै ठाउँ घुम्यो नि हो मलाई चाहिँ बागलुङतिरको बाटो चाहिँ याद आयो क्या यहाँको यो बाटो देख्दाखेरि चाहिँ अति नै रमाइलो साइडमा खोला उता चाहिँ कालीगण्डकी खोला थियो यो चाहिँ कुन खोला हो सप्तकोशी होइन के कोशी त कोशी नै हो त्यो कुन कोशी हो थाहा छैन है वारी त बाटै रहन्छ क्या पारी नै रहन्छ
जति अगाडि बढ्यो त्यति नाङ्गो नाङ्गो पहाड है। मेरो घरको मूल ढोकाबाट 104.8 किलोमिटर। ए माथि हेर राम्रोसित गाइजर बबाल हेर है, यस्तो दामी आएको क्या। यस्तो हो क्या हाम्रो बाइकमा आसी फाइदै यही हो क्या, जहाँ जे गरेर पनि पाइयो होइन। अब यहाँ एक रात बसेर जान्छ भनेर पाइयो दामी यार। नेपालको झन्डा फरफराइरहेछ होइन। हामी नेपाली केटाहरू बाइकमा गुडिरहेको छौँ दुईजना। पारी त बा कत्रो पहिरो गएको हेर न, पारी चाहिँ कत्रो पहिरो गएको क्या है। आँखा घुमाउनु पर्छ, पहिरोले डाँडा सबै कोतारिदिएको है। मनाङ चाहिँ फेरि यस्तै बाटो छ कि सेम। यस्तै टाइपको छ तर यो अलिक उठान डेजर्ट टाइपको छ नि बाटो। बागमतीको पानी यस्तो भइदियो तिमीहरू भ्लग चाहिँ मोबाइल काटछाँट गर्नुपर्छ होला है मेरो कारणले गर्दा। सधैँ पछि कताबाट जाने हो है? जी लगाएको छ। जानको लागि कताबाट जाने हो? कासाको लागि ए हुन्छ सेम मनाङको फिलिङ आयो मलाई। मनाङ पनि यस्तै छ सेम जाँदाखेरि। गाइजहरू बब्बाल के अघि बिहान आउँदाखेरि मन अर्कै थियो, अहिले चाहिँ मन चाहिँ पुरै चेन्ज भयो कि क्या बब्बाल लागिरहेछ, खुसी लागिरहेछ। जोस बिहान चाहिँ ह्या कस्तो आउन पऱ्यो टाइप यस्तो भइरहेको थियो है। अहिले चाहिँ यस्तो भएन कि धन्न आएछु भन्ने भयो कि कस्तो क्या यस्तो बाबाल के है। हेर न अघि खोला त तल्ल थियो नि त, अहिले माथि मतलब हामी चाहिँ तल आयौँ क्या। ओइ भिरमौरी खोइ देखियो आम कति धेरै यार भिरमौरी। त भनेको ए यहाँ झुन्निरहेदेखि यति धेरै ए पुरै ओ माका एउटा चाका लग्न भयो नि कस्तो त्यो तलको एउटा मात्रै लिएर जानु पायो नि यार। अनि त्यो सबले लखेट्ला नि त फेरि। हेर न त्यही तल छ है। त्यो त उयो अरू अब बजारमा किने जस्तो नि हुँदैन नि, कस्तो दामी हुन्छ दामी यार गाइज। हेर्नु न त्यत्रो टनेलबाट खोला आइरहेको छ यार। बा सही हो, हिँड्नुपर्छ ठाउँ त 101 हो क्या। त्यो लोकल मान्छेहरू हुन्छ नि जुनै ठाउँको पनि, त्यो मान्छेहरूले चाहिँ नराम्रो होइन, अब उनीहरूको लागि अब बाटोहरू बनाइदिए हुन्थ्यो जस्तो लाग्छ होइन। तर जो घुम्न आउँछन् नि उनीहरू त यो त राम्रो लाग्छ नि हो भन न। एक प्रकारको नि त्यो ढिलो धुवाबाट वाक्क भएको अनि यस्तो चाहिँ नेचुरल ब्युटी देख्दाखेरि यहाँ चाहिँ अब त्यो कसरी नछोइदियो हुन्थ्यो जस्तो हुन्छ क्या। अब त्यहीँको लोकल मान्छेले चाहिँ त्यस्तो हुँदैन नि त। तर यही पनि बाटो राम्रोसँग म्यानेज गर्ने हो भने होइन ब्युटीलाई चाहिँ अरू केही तर कोही फेरि यही बाटोलाई पनि आउनु खोज्छ नि त, यही बाटोको लागि भए पनि। अब मनाङ जस्तो किन जान्छ त्यही एडभेन्चर गर्न जान्थ्यो नि होइन, त्यो बाटो अब पिच भइदियो भने त त्यहाँको लोकल मान्छेले ठिक हुन्छ। तर बाहिर
पर्यटकहरूले त डट बाइकको त लिएको डट बाइक त्यत्रो 11 मतलबै हुँदैन त्यही त कस्तो नाङ्गो डाँडा के है हेर न रातो नाङ्गा पर्वत भने जस्तो अब खासाबाट कपडा किनेर नाङ्गो पर्वतलाई बेलाएर पहिले त्यो सबै भिड त हो नि यार त्यहाँ गयो भने त सबै भिड देखिन्छ खुकुन्डोल पुल रे ओ झरना खुकुन्डोल भन्ने ठाउँ आइपुग्यो गाइस एन्ड वी हेभ डन 118 किलोमिटर है अहिलेसम्म अनि अझै हामी अघि बढ्दैछौँ पहिला भेट्दैछौँ है दामी पुल दामी पुल हो नामै दामी पुल यस्तो बलियो पाराले बनाएको छ है हेर्दै यस्तो बलियो देखाएको छ कहिले भत्किने मलाई त हाम्रो घर जाँदाखेरि क्या सप्तकोशी ब्रिज तर्नुपर्छ नि त त्यो ब्रिज क्या डर लाग्छ भने कत्रो छ फेरि जाने चाहिँ कता हो है अब अब थुप्रै सुट गर्नुपर्छ हौ त्यहाँ सर तातो पानी कताबाट जाने हो यताबाट ए यताबाट कता गइन्छ यताबाट चाहिँ कता जाने र हजुर ए ए हुन्छ आउनु लाग्छ हस् हस् धन्यवाद ए आइपुग्नु भने ट्याक्कै 120 किलोमिटर रहेछ यार कति 118 भयो 2 किलोमिटर भनेपछि त एउटा होइन सो वी आर नियर टु खासा बजार तातो पानी खासा त अब चाहिने भयो होइन अब त्यहाँ जान पाइँदैन भन्ने कुरा आइरहेको छ लेट्स सी अब जान पाए दामी हिँड्दै हेर्नु न पहाड त बवाल तर मैले जस्तो सोचेको थिएँ बाटो होइन जति अफरोड सोचेको थिएँ त्यति रहेनछ राम्रो रहेछ बाटो है खुसी लाग्यो अब हजुरहरूलाई मन पऱ्यो भने चाहिँ 1 लाइक मलाई खुसी लागेर लाइक दिने कुरो त भएन मैले भने होइन खोला यतापट्टि पर्छ भनेर अब मलाई अलिअलि याद छ क्या डाँडै सोराले भरिदिनु लाग्छ त हौ यो साइना आइपुग्ने बेला चाहिँ बाटो अलिक खतरनाक रहेछ है नेपालै भनेर कस्तो मुटु हुने हो तातो पानी फाइनल्ली 120 किलोमिटर गाइस फाइनल्ली तातो पानी आइपुग्यो हेलो थकेला यार थ्याङ्क यू सो मच है वेलकम गरेकोमा 120 त धेरै किलोमिटर होइन नि त तर अलिक बाटो नराम्रो भएर हो त्यति नराम्रो नि छैन बाटो जस्तो नराम्रो झर्ना त्यसलाई झर्ना कस्तो बवाल है एकछिन बसौँ है फोटो सोटो हालौँ हाम्रो भ्युवर्सहरूलाई देखाउँ मजाले ओ माइ लर्ड झन्डा फरफर आयो बवाल बवाल गाइज कस्तो भइरहेछ राइड यस रमाइलो लाग्छ नि तिमीलाई हाम्रो राइडको लागि 1 लाइक 1 कमेन्ट 1 सेयर गर्न नभुल्नु होला झन्डा फोहोर लागेछ मेरो झन्डालाई हाम्रो झन्डा मेरो झन्डा होइन है
गाइस त्यो घर हेर न पहिरोले एन्ड इट विल बी माई फर्स्ट इन्टरनेसनल भ्लग है अरू कन्ट्रीको बोर्डर छोइछु त होइन इन्टरनेसनल भयो त्यही भएर मैले इन्टरनेसनल भन्दाको है आइपुग्यो खास त यही पारी त हो नि खास त त्यही त है पुरै सुनसान यार आमा है हेर्नु न सब घर त भुत बङ्गला जस्तो रहेछ त लौ र कस्तो सुतेको थिएँ यार मैले आमा भुइँचालोले यहाँ धेरै असर पाराइदिन्छ है पहिला हेर न ल केही छैन त ल त्यहाँमा पहिला त धेरै चहल पहल थियो यार बन्द सोल्टी पछि चाहिँ दामी दामी भ्याक्सिन नेपाल र चाइना सबैलाई लगाइसकेपछि मात्र खुल्छ अलराइट एभ्रिवान अहिले चाहिँ हामी ठ्याक्क लास्ट ठाउँसम्म आइपुग्यो है बोर्डर सर्किट अगाडि छ त्यो पुरै बन्द रहेछ कोभिड-19 देखि बन्द भएको रहेछ है पहिला चाहिँ यहाँ यस्तो बबाल बस्ती थियो कि है पुरा मेला लास्ट हुन्थ्यो सबै अहिले चाहिँ पुरै भूकम्पले गरेर भूकम्पदेखि चाहिँ कोही पनि नबस्नु हुँदैछ है पुरै भूत बङ्गला जस्तो भइरहेछ पहिला चाहिँ त्यतापट्टि पारि गएर सामान लिएर आइन्थ्यो अहिले त्यस्तो केही रहन्छ कस्तो मनै कस्तो हुने कि हाम्रो खासा बजार चाहिँ यहाँ छ है यो एरिया चाहिँ खासा बजार हो अब आँखाले त राम्रो देखाएको छ सहर कत्रा दामी सहर देखाएको छ है सो गाइस त्यहाँबाट चाहिँ हाम्रो चाहिँ त्यहाँ मेन उ छ है त्यो पुल हो त्यो पुलबाट चाहिँ ट्याक्क सुरु हुन्छ नेपाल चाइना चाहिँ है ए गाइस अब लास्ट हाम्रो गेट यहीँबाट बन्द छ यहाँबाट जान मिल्दैन होइन मेरो बाइक त्यहाँ छ सोल्टी यहाँ छन् है सही गाइस आजको भिडियो पनि म यहीँ इन गरिदिन्छु है होप इन्जोय गर्नुभयो होला हाम्रो काठमाडौँदेखिको राइट 123 किलोमिटर रहेछ यहाँसम्म चाहिँ ट्याक्कै सो अहिले कोही आउनु चाहनुहुन्छ भने चाहिँ यहीँसम्म आउने हो खासै केही छैन तातो पानी नहुने हो भने चाहिँ आउँदा हुन्छ है त्यही हो आजको होइन यहीँ इन गरिदिन्छु अब नेक्स्ट पार्टमा भेटौँ है अब होटेल जान्छु त्यो चाहिँ म नेक्स्ट पार्ट हाल्छु किनकि लामो हुन्छ नि त एउटै भिडियो त्यस्तो त्यही भएर स्टे ट्युन त्यसको सेकेन्ड पार्टको लागि पनि सो लभ यु टेक केयर बाई